नमस्ते साथीहरू। म अहिले गाडीभित्र छु र सोच्दैछु जीवन पनि कति अनौठो र अचम्मको यात्रा हो है। कहिलेकाहीँ बाटोमा ठुलो साँघुरो र अनिश्चित लाग्छ। ट्राफिक हुन्छ, रोकिनुपर्छ, फेरि चल्नुपर्छ। ठिक यही जीवनको वास्तविकता हो। जब हामी जवान हुन्छौँ, हामीसँग ठुला ठुला सपनाहरू हुन्छन्, सफल हुनु, स्वतन्त्र हुनु, खुसी हुनु। तर याद गर, हरेक सपनासँग सङ्घर्ष पनि आउँछ। कहिलेकाहीँ सबै कुरा गलत लागे जस्तो लाग्छ, कसरी अगाडि बढ्ने थाहै हुँदैन। म पनि त्यही अवस्थामा चलिरहेको छु। जीवनलाई यसो बाहिर हेर्दा यात्रा जस्तो सम्झ। कहिलेकाहीँ बाटोमा कुहिरो हुन्छ, कहिले रातो बत्ती। तर के तिमीले रोक्न सक्छौ? होइन, तिमी अझै पनि चलिरहेको छौ, किनभने तिमीलाई थाहा छ चलिरहने भने एक दिन तिम्रो राम्रो स्थानमा पुग्नेछौ। सङ्घर्ष गरिरहेको मेरो साथीभाइहरूलाई के भन्न चाहन्छु भने, हरेक कठिनाइले हामीलाई बलियो बनाउँछ। हरेक असफलताले एउटा नयाँ पाठ सिकाउँछ। हरेक ढिलो कदमले हामीलाई सफलताको तयारी गराउँछ। हामीले अरूसँग कहिले पनि तुलना गर्नु हुँदैन। हाम्रो यात्रा फरक छ। कोही छिटो दौडिन्छन् त कोही चाँडै थाक्छन्। तिमी ढिलो सुरु गरे पनि धैर्य राख्नुपर्छ। अन्ततः तिमी टाढासम्म पुग्नेछौ। मैले सिकेको कुरा के हो भने, सफलता छिटो पुग्नु होइन, बाटोमा कति बलियो बन्छौ भन्ने कुरा हो रहेछ। यदि आज कठिन लागेको हो भने पनि पछि हामीलाई अघि बढ्दै गर, सिक्दै गर, विश्वास गर्दै गर। किनभने एक दिन तिमी पछाडि फर्केर हेर्नेछौ र भन्नेछौ, त्यो सङ्घर्ष नै मेरो शक्ति थियो। तिम्रो समय पनि आउनेछ। विनम्र बन, मेहनती बन, अगाडि बढ्ने गर। जीवन एउटा यात्रा न हो, विश्वासका साथ ड्राइभ गर। धन्यवाद।